कहिलेकाहीँ तपाईले सोच्नुहुन्छ होला, मैले यति धेरै प्रार्थना गरेँ, यति धेरै मेहनत गरेँ, तर मेरो जीवनमा परिवर्तन किन आएन? तर एउटा कुरा याद गर्नुहोस्, ढिलो हुनु भनेको परमेश्वरले तपाईलाई बिर्सनु भएको होइन। सायद उहाँ तपाईलाई फलको लागि तयार गर्दै हुनुहुन्छ। आजको यो वचन अन्तिमसम्म सुन्नुहोस्, किनकि सायद तपाईँ हार मान्न लागेको ठाउँमै परमेश्वरले तपाईको नयाँ जीवन सुरु गर्न खोज्दै हुनुहुन्छ। गलाती 6:9 यसरी लेखिएको छ, हामी भलाइ गर्न नथाकौँ, किनकि हामी हिम्मत नहारिकन गरिरह्यौँ भने ठिक समयमा कटनी गर्नेछौँ। यो केवल एउटा बाइबलको पद मात्र होइन, तर यो हार मान्न लागेको मानिसका लागि परमेश्वरको चेतावनी हो। बिजनेसम्यानले एउटा कुरा राम्रोसँग बुझेको हुन्छ, आज गरेको इन्भेस्टमेन्टको रिटर्न भोलि आउँदैन। एउटा कम्पनी बनाउन वर्षौँ लाग्न सक्छ, एउटा ब्रान्ड बनाउन समय लाग्छ, एउटा सफल करियर बनाउन पनि निरन्तरता चाहिन्छ। त्यसै गरी परमेश्वरले तपाईको जीवनमा काम गरिरहनु भएको छ भने हरेक परिणाम तुरुन्तै देखिनुपर्छ भन्ने छैन। तपाईले केवल थोरै कुराहरू मात्र देखिरहनु भएको छ, तर परमेश्वरले पुरै देख्नुहुन्छ। अनि मैले तिमीहरूको निम्ति जुन योजना मैले तयार पारे तिमी जान्दछु भनेर परमेश्वरले भन्नुभएको छ। कल्पना गर्नुहोस्, एक किसानले आज खेतमा बिउ रोप्यो, भोलिपल्ट ऊ खेतमा पुगेर भन्छ, बिउ त देखिएन, अब केही हुँदैन। के त्यो सत्य हो? होइन, बिउ माटोभित्र काम गरिरहेको हुन्छ। त्यसरी नै तपाईको जीवनमा पनि केही कुरा बाहिरबाट शान्त देखिए पनि परमेश्वरले पर्दा पछाडि काम गरिराख्नु भएको छ। आज तपाईको प्रार्थनाको उत्तर नदेखिएको हुन सक्छ, तर त्यसको अर्थ उत्तर आउँदैन भन्ने होइन। त्यसैले यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने नछोड्नुहोस्। यदि प्रार्थनाको उत्तर ढिलो भइरहेको छ भने प्रार्थना गर्न नछोड्नुहोस्। यदि तपाईको सपना पुरा हुन समय लागिरहेको छ भने मेहनत गर्न नछोड्नुहोस्। यदि मानिसले तपाईलाई विश्वास गरिरहेको छैन भने परमेश्वरले तपाईलाई दिएको उद्देश्यमा विश्वास गर्न नछोड्नुहोस्। किनकि धैर्य भनेको केही नगरी बस्नु होइन, धैर्य भनेको विश्वास सहित अघि बढिरहनु हो। सायद तपाईले अहिले सोधिरहनु भएको छ, परमेश्वर मेरो पालो कहिले आउँछ? तर सायद परमेश्वरको उत्तर यस्तो छ, तिम्रो पालो आउँदैछ, तर पहिले तिमीलाई त्यसको लागि तयार हुनुपर्छ। किनकि परमेश्वरले तपाईलाई केवल फल दिन चाहनुहुन्न, उहाँ तपाईलाई फल सम्हाल्न सक्ने व्यक्ति पनि बनाउन चाहनुहुन्छ। अहिले आज हार मान्ने निर्णय नगर्नुहोस्। तपाईको कहानी अझै समाप्त भएको छैन। आज आँसु छ भने पनि भोलि गवाई हुन सक्छ। आज सङ्घर्ष छ भने पनि भोलि सफलता हुन सक्छ। आज प्रतिज्ञा छ भने पनि भोलि परमेश्वरको उत्तर हुन सक्छ। बस एउटै कुरा गरिरहनुहोस्, विश्वास गर्नुहोस्, प्रार्थना गर्नुहोस्, मेहनत गर्नुहोस् र धैर्य गर्नुहोस्। किनकि गलाती 6:9 हामीलाई सम्झाउँछ, हिम्मत नहार्यौँ भने ठिक समयमा कटनी गर्नेछौँ। बिउ रोपिसक्नु भएको छ भने फल आउनु अघि नै माटो खोतलेर बिउ नहेर्नुहोस्। परमेश्वरको समयमा विश्वास गर्नुहोस्। परमेश्वरले तपाईको धैर्यलाई फलमा बदल्नुहोस्। आमेन। यदि यो सन्देश तपाईको जीवनसँग जोडियो भने कमेन्टमा म हार मान्दिन लेख्नुहोस्। यो भिडियो एउटा यस्तो व्यक्तिलाई पनि सेयर गर्नुहोस् जो अहिले आफ्नो जीवनमा हार मान्ने अवस्थामा पुगेको छ, किनकि कहिलेकाहीँ एउटा सानो वचनले कसैको जीवन बदल्न सक्छ।